एउटा घरमा 5 बहिनी छोरी रहेछ। त्यो 5 बहिनी छोरीको नाम पनि विचित्रकै रहेछ। जेठीको नाउँ रहेछ भाँचेको, माइलीको नाउँ रहेछ च्यातिएको, साइलीको नाउँ रहेछ गनाउने, काइलीको नाउँ रहेछ मरेको, अनि कान्छीको नाउँ रहेछ भुतेनी। त्यो घरमा एक दिन केटी माग्ने मान्छेहरू आएछ। अनि तिनीहरू जब आइपुगेपछि अनि केटीको आमाले भनेछ, तपाईहरु कुर्सीमा बस्नुहुन्छ कि गुन्द्रीमा बस्नुहुन्छ भनेर भनेछ। अनि केटी माग्न आउने मान्छेहरूले भनेछ कुर्सीमै बसौँ न त भनेछ। अनि त्यो घरको आइ मान्छेले भनेछ, ए भाँचेको कुर्सी लिएर आइज त। त्यहाँ त जेठी छोरीको नाउँ भाँचिएको, जेठी छोरीलाई भनेको ए भाँचिएको कुर्सी लिएर आइज त भनेको। अनि त्यो केटी माग्न आउने मान्छे लु पर्दैन हजुर, भाँचिएको कुर्सी पर्दैन हजुर, हामी गुन्द्रीमै बस्छौँ भनेछ। अनि त्यो केटीको आमाले भन्छ, ए च्यातेको गुन्द्री लिएर आइज त। जसँग भयो केटी माग्न आउने मान्छेहरू, माइली छोरीको नाउँ च्यातिएको हो त, च्यातिएको ए च्यातिएको गुन्द्री लिएर आइज त भनेको। अनि त्यसपछि लु, अनि त्यो केटी माग्ने मान्छेहरू लु पर्दैन हजुर पर्दैन, हामी भुइँमै बस्छौँ भनेर उनीहरू भुइँमै बसेर आँटीमा बसेछ। अनि केटीको आमाले भन्छ तपाईँलाई चिया ल्याउँ कि दुध ल्याउँ भनेछ। अनि चिया नै खाउन त भनेछ केटी माग्न आउने मान्छेहरूले। अनि त्यो केटीको आमाले भन्छ, ए गनाउने चिया लिएर आइज त। अब त्यहाँ पनि अचम्मको भयो त्यहाँनिर फेरि, लु हामी त गनाउने चिया खाँदैनौँ, दुध नै ल्याउनुहोस् भनेछ। अनि केटीको आमाले भनेछ, ए मरेको गाईको दुध लिएर आइज त। फेरि त्यो मान्छेहरू झसङ्ग भयो। अब काइली छोरीको नाउँ मरेको हो क्या, ए मरेको गाईको दुध लिएर आइज त भनेर भनेको आमाले। तर भन्दाखेरि अब बटट छिटो भन्दाखेरि ए मरेको गाईको दुध लिएर आइज त, त्यो केटी माग्न आउने मान्छेहरू खङ्ग्रङ्गै तर्सेछ क्या। त्यहाँ त उनीहरू त त्यो केटीको आमाको कुरा सुनेर दिमागै खलबलिन थालेछ। अनि त्यसपछि अनि ल हामीलाई पर्दैन, दुध पनि पर्दैन हामीलाई, भइहाल्यो यति भए भयो भनेछ। अनि हामी त कन्या अर्थमा आएको, तपाईँहरूको 5 बहिनीको छोरी छ अरे, तपाईँहरू कुन चाहिँ छोरीको बिहे गर्न चाहनुहुन्छ बाहिर निकाल्नुहोस्, हेरौँ कुरा गरौँ भनेछ। अनि केटीको आमाले भनेछ, ए मरेको भुतेनीलाई लिएर आइज त। त्यो केटी माग्न आउने मान्छे त बेहोसै भएछ, दिमाग सिमाग खलबलिएछ। कान्छी छोरीको नाउँ भुतेनी हो, काइली छोरीको नाउँ मरेको, ए मरेको भुतेनीलाई लिएर आइज त। त्यहाँनिर त्यो केटी माग्न आउने मान्छे त उसको मानसिक स्थिति नै खलबलिएछ, उसको त पागलै भएछ। अहिले त्यो केटी माग्न आउने मान्छे उहाँ मानसिक अस्पतालमा छ अरे, मरेको भुतेनी मरेको भुतेनी मरेको भुतेनी भनेर बरबराइरहन्छ अरे।